फेमस गाडी हो क्या यो चाहिँ रिङ रोडको फेमस गाडी हो होइन। बवाल छ, रोड पनि बवाल छ अहिले त रिङ रोड। काठमाडौँ के हो यार, विदेश जस्तो भइसक्यो यार। विदेशभन्दा कम छैन काठमाडौँ। यहाँ मेरो साथीको गाडी रहेछ, पहिला म बस चलाउँछु नि त, अहिले चाहिँ यो योद्धा चलाइरह हो। गाडी हेर्नु न बवाल छ, योद्धा गाडी नयाँ हो, बिना यस्तो छ रोड होइन, 6 लाइन 8 लाइनको बाटो छ, बवाल छ त्यो। यति भएपछि यो काठमाडौँ सुध्रिन्छ क्या। जस ललितपुरमा त सुन्छे म अब यतिको, अब काठमाडौँमा रोड बनाइहाल्छ नि होइन। के कसो मिलन बनाइहाल्छ नि रोडमा, अनि बनाउने कुरै हुँदैन। यस्तो बवाल छ रोड है। विदेशभन्दा कम छैन नेपाल पनि। के छ र यस्तो चाहिँ हेर न, यिनीहरू जेब्रा क्रसिङ बिना बाटो काटिरहेको माटकनीहरू। म ड्राइभर भएको गाडी है गाई, त्यो चाहिँ बवाल छ यो गाडी हेर्नु त। म ड्राइभर भएको गाडी हो, बवाल छ यो, जमानामा काम गरेर गाडी हो यो। ल हेर बाइक हेर्नु न, रङ साइडमा आएको हेर्नु न। ल हेर माटोक्नेहरूलाई ट्रक चलायो भने म गुरुङ पेलेर हिँड्छु। यस्तो बवाल छ रोड है। के गर्छौ मिलन? ल तिमी सामान यसरी बवाल हुन्छ। ल रोड हेर्नुहोस् है, लगाइदिनुहोस् अहिलेको नयाँ ललितपुर जिल्ला कस्तो भएको छ हेर्नुहोस्। विदेश जाने मान्छेहरूलाई। ल हेर बाइकहरू कहाँ छिरेको, आफूलाई हेरेको छ दिदीहरूले। हो कहाँ बिचमा रोकेर बस्या हो त्यसले कुरीलाई। अब चाहिँ हामी यहाँबाट प्रेसमा जान्छौँ है गाइस, सिधै प्रेसमा जान्छौँ। प्रेसबाट सामान लोड गरेर अनि कम्पनी जान्छौँ होइन। पारा यस्तै छ पारा, मेरो गाउँ छोडेर सहर पसेर छाडा भएको रिटर्न गरे है यो चाहिँ। ल हेर्नु दाम कति हुन्छ यत्रो रोड हुँदा पनि। कति हो त काठमाडौँमा बाइक? राम 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 बाइक भने बाइक छ, गाडी गाडी हेर। यो चाहिँ चिन्नु भएको छैन, यो चाहिँ टेम्पो हो फेरि, चल्नु भएको छैन। टेम्पो है यो, पहिलाको टेम्पो, ग्यासवाला टेम्पो। आज चाहिँ छौँ हामी अहिले ठ्याक्क, अहिले चाहिँ कहाँ आइपुग्यौँ भने चापागाउँ दो बाटो जानु होला। अब यहाँ जाम कति हुन्छ यहाँ अब। के गरे है यिनीहरूले बाइक। ए छिटो गराउ है, बुढी पहिला गइसक्यो माम पकाएर। बुढी पहिला गइसक्यो, नभएको बुढी पनि पहिला गइसक्यो माम पकाएर। छिटो गर। ल हेर गाडी रोकेको स्टाइल हेर्नु नि लोकल बसले। अब यहाँ मेरो दाइको गाडी रहेछ है, दाइलाई डिस्काउन्ट पर्छ अब। मेरो दाइको गाडी हो क्या। के छ दाजु उता देखाउनु। कति भयो बिहानै निस्किन्छ त।